हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो मण्डलीको है कुमारी दिदीको यहाँ हाम्रै सिद्धिदेवी मन्दिरमा सिन्दुर पोते हुँदैछ है। अनि त्यसलाई नै अलिअलि क्याप्चर गरेको छु। हेर्नुहोस् अनि आशीर्वाद दिनुहोस् उहाँको म्यारिड लाइफलाई एकदमै राम्रो होस् भनेर। थ्याङ्क यू। फाइनली हामी चाहिँ आइपुग्यौँ नन्दकिशोर भैयाको दोकानमा। तपाईँ पनि छक्कै पर्नुभयो होला सिन्दुर पोते भनेर किन यो दोकान देखाउँदैछ भनेर। तर सिन्दुर पोतेमा जानुभन्दा अगाडि त गिफ्ट पनि त लानु पर्यो। त्यही कारण हामीले यहाँ गिफ्ट सेलेक्ट गरेर प्याक गऱ्यौँ। त्यसपछि हाम्रोमा अलिक क्यास उब्रेकोले गर्दा हामी सिधै गयौँ रिङ्कु भाबीको दोकानमा, जुन चाहिँ यो पनि सिङताममा छ है। एकदमै राम्रो छ। यहाँ पनि तपाईँले एनिथिङ पाउनु सक्नुहुन्छ, भेराइटिज है क्लोथ्सको। लु चान्समा डान्स फेरि हो। म्याडमले त आफ्नो दसैँको लुगा पो हेर्नु थालेछ। हेरौँ त कस्तो दामी दामी आइटम आएको रहेछ भन्दै मैले हुँदैन लु छिटो छिटो भनेर चाहिँ आफ्नो हामी पनि गिफ्ट सिफ्ट प्याक गरेर अब गयो है सिधै मन्दिरमा। यो चाहिँ हो हाम्रो श्री 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 सिद्धिदेवी मन्दिर, जो चाहिँ आदर्श गाउँ लोवर नाम्फिङमा छ है। तपाईँहरू पनि आएर यहाँनिर आफ्नो केही यस्तो कार्यक्रम लगनहरू गर्नु सक्नुहुनेछ है। एकदमै रफली भिडियो बनाएको छु है उहाँहरूको रिमेम्बरको लागि है। उहाँलाई पनि मेमोरिज बसोस् भनेर है। हजुरहरूलाई पनि मन पर्यो भने प्लिज लाइक कमेन्ट गरिदिनुहोस् होला र भिडियोलाई हेरेर इन्जोय गर्नुहोस् होला। जन्तीहरू खुसी मङ्गलसूत्र कहाँ छ कुमारी दिदी? मङ्गलसूत्र खै? सुन खै? हिजोको पोते उनेको फोटोहरू क्लिक गरिदिनुहोस् अरे मैले भिडियो बनाइदिनुहोस्। दुईजना मात्रै बिहा गरेको रहेछ, हामी सबै कन्ने एक्सपिरियन्सहरू।
लगाइदिनुहोस्। बस्नु बस्नु बस्नु। अलिकति अलिकति अझै क्ल्याप क्ल्याप। हाम्रो कुमारी दिदीको बिहा भएको छ। सबैजनालाई साइरा